आजको विशेष एपिसोडमा हामी स्वागत गर्दैछौँ नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अभूतपूर्व उचाइमा पुर्याउने एक अद्वितीय व्यक्तित्वलाई। एक दूरदर्शी नेतृत्वकर्ता, नवप्रवर्तनका अग्रदूत र उद्यमशीलताको विश्वव्यापी अभियन्ता। वहाँ ग्लोबल सीईओ क्लब ग्लोबल, प्रेसिडेन्ट टेस्ला ग्रुप युरोप, एक्जिक्युटिभ चेयरम्यान बिजनेस टिभी नेपाल, फाउन्डर एन्ड सीईओ स्टार्टअप हब नेपाल, पार्टनर स्टार्टअप वर्ल्ड कप र ग्लोबल स्टियरिङ कमिटी मेम्बर वर्ल्ड सोशल इनोभेसन फोरम जस्ता प्रतिष्ठित भूमिकामा सक्रिय हुनुहुन्छ। र अझ महत्त्वपूर्ण कुरा, वहाँ क्रिप आर्टिफिशियल इन्टेलिजेन्सका सिनियर बिजनेस एडभाइजर समेत हुनुहुन्छ, जहाँ वहाँले रणनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय साझेदारी र भविष्यमुखी नवप्रवर्तनको मार्गदर्शन गर्दै नेपाली प्रतिभालाई विश्व मञ्चमा सशक्त उपस्थिति बनाउन निरन्तर योगदान पुर्याइरहनु भएको छ। आजको संवाद ज्ञान, दृष्टि र प्रेरणाले भरिएको हुनेछ। कृपया स्वागत गरौँ डाक्टर शम्भु पोखरेल। हाम्रो जेनेरेसनले चाहिँ हजुरलाई एकदमै सक्सेसफुल एन्टरप्रेन्योर अनि बिजनेसम्यानको रूपमा चिनेका छौँ। हजुरले आफूलाई चाहिँ कसरी चिन्नुहुन्छ र हजुर यो फिल्डमा एन्टरप्रेन्योरसिप अनि यो इकोनोमिकल फिल्डमा इन्टर भइसकेपछि हजुरको जर्नी अनि एक्सपिरियन्सहरू, हजुरको मोटिभेसन, इन्सपिरेसनहरू के हो भनिदिनुहोस् न। थ्याङ्क यू भेरी मच। यो सबभन्दा पहिला चाहिँ के छ भने आफूलाई सफल भन्नुभन्दा पनि यो चाहिँ म मार्केटलाई छोडिदिन्छु। मैले भन्ने चाहिँ के भने मैले के सोचेको थिएँ, म कहाँ छु भन्ने कुरा चाहिँ मैले भन्ने कुरा हो। मैले जे सोचिरहेको थिएँ त्यसको उसमा चाहिँ त्यो फार बियोन्ड भनेको अब धेरै टाढा छ। मलाई चाहिँ के लाग्छ भने म यो इलन मस्कलाई मैले एउटा प्रपोजल पठाउन लागेको थिएँ, ठ्याक्कै बिचमा अलिकति डिस्टर्बेन्सेस भयो, किनभने उसको $500 बिलियन नेटवर्क चाहिँ $1 ट्रिलियन पुर्याउनलाई म इन्स्ट्रुमेन्टल हुन सक्छु भनेर मैले एउटा प्रपोजल पठाउँदै थिएँ होइन। किन अब त्यो मान्छेको इच्छाहरू अनलिमिटेड हुन्छन्। अब असीमित इच्छाहरूको बिचमा कस्तो हुन्छ भने तपाईँ रत्नपार्कबाट धुलखेल हिँड्न लाग्नु भएको छ भने तपाईँ कोटेश्वर पुग्दाखेरि कति पर्सेन्ट, 10% हिँड्नुभएको हुन्छ। तपाईँ कोटेश्वरै हिँड्नु भएको थियो भने 100% हिँड्नुभएको हुन्छ। त्यो हुनाले यो गन्तव्य कहाँ छ, तपाईँको इच्छा आकाङ्क्षा कहाँ छन्, त्यो हिसाबले कति सफल भन्ने जज गर्ने हो। तर अभियसली नेपालीहरू हाम्रो मैले जुन एचिभमेन्ट गरेको छु त्यो धेरै कम नेपालीले गर्न पाउनु भएको छ होला। त्यो अर्को एङ्गल हो। तर आफूले सफल असफल भन्दा पनि एक लेभलमा पुगिसकेपछि मैले अरूहरूलाई चाहिँ के भन्छु भनेदेखि म क्रेजी मान्छे हो। एकदमै त्यो कसले के भन्छ, कसले कस्तो फिडब्याक दिन्छ म सुन्दैन। फिडब्याक सुन्नु राम्रो कुरा हो, तर सर्टन कुराहरूमा बढी सुन्यो भने मान्छे काम लाग्दैन। त्यस कारणले म यो एन्टरप्रेन्योर जर्नी भनेको जहिले पनि डिफिकल्ट जर्नी हो। तपाईँ सिधासम्म तर एकदम आरामदायी बाटो छोडेर अलिकति डिफिकल्ट बाटो हिँडेरै एन्टरप्रेन्योर जर्नी एकम्प्लिस गरिन्छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ मैले जहिले पनि हार्ड लाइनर पनि नभनौँ, हार्ड जोर्नी चाहिँ मैले चुज गरेर आएको आजसम्म। जब एउटा चिज प्राप्त गर्यो फेरि अर्को चिजमा लागेको छ, त्योभन्दा अर्को चिज प्राप्त गर्यो फेरि अर्को चिजमा लागेको छ, लाग्दै यति धेरै लागिन्छ कि अनिखेर फेरि त्यसले कस्तो अवस्था सिर्जना गर्छ भन्दाखेरि कठिनाइ मात्रै काँडाको जोर्नी अथवा गिटीको जोर्नीमा हामी अगाडि बढ्छौँ। तर मैले अरू यङ एन्टरप्रेन्योरहरूलाई चाहिँ इन्स्पायर गर्नुपर्दा म के भन्छु भनेदेखि तपाईँ पहिला गोल सेट गर्नुहोस्, कहाँ पुग्ने हो, लक्ष्य तयार भइसकेपछि तपाईँ अब जोर्नी सुरु गर्नुहुन्छ। जोर्नी सुरु गर्दाखेरि के हुन्छ भने सजिलो जोर्नीले तपाईँलाई सही ठाउँमा अथवा चाहिँ भनौँ न आशायोग्य गन्तव्यमा नपुर्याउन सक्छ। त्यस कारणले तपाईँ जब जोर्नी स्टार्ट गर्नुहुन्छ, जोर्नी स्टार्ट गरिसकेपछि पनि तपाईँ कति योग्य हुनुहुन्छ अथवा तपाईँले गरेको चिज सही छ या गलत छ, बेला बेला त्यसलाई चाहिँ जज चाहिँ गर्दै गर्नुपर्छ। तर सही गन्तव्यमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ। आजमा म चाहिँ के भने म आफू बढ्ने आफ्नो छ। आई बिलिभ इन क्रिएटिङ अदर्स। म अरूलाई चाहिँ बनाउनुमा म विश्वास गर्छु र त्यस कारणले अहिले पछिल्लो समय चाहिँ म एकदम इकोसिस्टममा बढी फोकस गरिरहेको छु। हजुर थ्याङ्क यू सो मच सर। अनि आई वाज रियली इन्सपायर्ड। अनि त्यसपछि हजुर चाहिँ रिसेन्टली ग्लोबल सीईओ अफ सीईओ क्लब ग्लोबल
मा चाहिँ एज अ लिडर अनि फाउन्डर पनि हुनुहुन्छ यस संस्थाको। अनि हजुरले चाहिँ यो संस्थामा चाहिँ कस्तो खालको काम गर्दै हुनुहुन्छ अनि के धारणा लिएर चाहिँ यसलाई इस्टाब्लिस गर्नुभयो, के सोचले चाहिँ यसले हाम्रो देशलाई अनि हामी जस्तो युवालाई चाहिँ कसरी यसले फाइदाजनक पुर्याउन सक्छ भन्ने यसको केही कन्सेप्ट बुझाइदिनुहोस् न। यो चाहिँ सही क्वेसन गर्नुभयो। सिओ क्लब ग्लोबल भनेर चाहिँ यो मोर कन्सेप्चुअल कुराहरू हो। यो चाहिँ यसलाई तपाईँले सिम्पली भन्दाखेरि इन्टरनेसनल चेम्बर अफ कमर्स भन्न सकिन्छ। र यसमा चाहिँ अल्ट्रा हाई नेटवर्क इन्डिभिजुअल भन्छ पछिल्लो समय चाहिँ एकदम अब अलिकति सम्पन्न मान्छेहरूको त्यसको नेटवर्क हो यो। र त्यो भनौँ अब कतिपय मेम्बर होलान् कतिपय नन मेम्बर होलान्। हाम्रो अप्रोच नै धनी र अलिकति वर्ल्ड इन्फ्लुएन्सियल मान्छेहरूलाई इन्टिग्रेट गर्ने भनौँ न, कनेक्टिङ डट भन्छ नि, त्यो काम गर्ने हो। यसमा चाहिँ नेपालले के फाइदा लिन्छ भन्ने कुरा चाहिँ कस्तो भने अब वास्तवमा नेपाल इन्भेस्टमेन्ट लिनको लागि रेडी भएको छैन जस्तो मलाई फिल हुन्छ। किनभने इन्भेस्टमेन्ट लिन रेडी हुनलाई चाहिँ त्यसलाई चाहिने मिनिमम फेसिलिटेसनका पार्टहरूमा हामी अलिक स्ट्रङ हुनुपर्छ। हामीले नेपालमा लगानीकर्ताले के खोज्छन् भनेर हेर्दाखेरि चाहिँ त्यो चिज हामी दिन सकिरहेका छैनौँ। त्यस कारणले लगानी आउन अलिक गाह्रो छ। तर अब म आफै पनि अहिले पोलिटिक्समा उभिएको छु। जस्तो लिबरल डेमोक्रेटिक पार्टी हामीले स्थापना गरेका छौँ र लिबरल डेमोक्रेटिक पार्टीको म आफू सभापति भएको हिसाबले पनि हामीले के गरिरहेछौँ भने नेपालमा सिस्टम कम्प्लायन्स ट्रान्सपेरेन्सी र इकोनोमिक ट्रान्सफर्मेसनको कुराहरू हामीले एडभोकेसी गरिरहेछौँ। अलिकति अब हामीले लिड गर्ने खालको सरकार आइसकेपछि चाहिँ 50 बिलियन डलरको इन्भेस्टमेन्ट म ल्याउन सक्छु। त्यसको फाउन्डेसन चाहिँ तयारी भएको छ। नेपालले के पाउँछ भन्दाखेरि चाहिँ आजको दिनमा वर्ल्डका कुनै पनि लेभलका मान्छेहरूसँग तपाईँ कनेक्ट गर्न चाहनुहुन्छ सिओ क्लब थ्रु कनेक्ट गर्न सकिन्छ, प्रोभाइडेड उनीहरूसँग मिल्ने एजेन्डाहरू चाहिँ हुनुपर्छ। र अर्को कुरा के रह्यो भनेदेखि नेपाल तयार भएको दिन बिलियन्स अफ डलर इन्भेस्टमेन्ट हामी ल्याउन सक्छौँ। त्यो चाहिँ सिओ क्लबको प्लेटफर्मबाट तयार भएको छ। किनभने अस्ति भर्खरै मात्रै हामीले प्राइभेट जेट ओनर्स समिटको एउटा इनिसियल फेज हो। त्यो अलिकति ग्रान्ड इभेन्ट अब नेक्स्ट इयर हुन्छ, लन्डनमा गरेर आयौँ। त्यसै गरी हामीले वर्ल्डका टप सिटीहरूमा चाहिँ ग्लोबल सिओ समिट गर्छौँ, जहाँ बिलिनियर मल्टिमिलियनर सेन्टिमिलियनर भनौँ न, मल्टिबिलियनरहरू आउँछन् र त्यहाँ बसेर इन्ट्रेक्सन गर्छौँ। वर्ल्डको इकोनोमी कता जाँदैछ, वर्ल्डमा इन्भेस्टमेन्टको प्याराडाइम सिफ्ट कसरी हुँदैछ, अथवा टेक्नोलोजीले कहाँ इम्प्याक्ट पार्दैछ, एआईले कहाँ इम्प्याक्ट पार्दैछ, यी सब कुराहरूमा हामी बहस गर्छौँ। र यो दुनियाँ बदल्ने मान्छेहरूको फोरम भएको हुनाले यो इन्फ्लुएन्सियल फोरम हो। र फर्चुनेटली मैले त्यसलाई लिड गर्ने अवसर पाएको छु र म लिड गरिरहेको छु। एउटा खुसी पनि लागेको छ र नेपालीहरूले बेनिफिट लिने चिज धेरै छन्। तर अहिले राइट पोजिसन अहिलेको कन्डिसनमा चाहिँ देशको अवस्थाले अलिकति त्यो सही हिसाबले त्यसलाई भनौँ न वातावरण बनिसकेको छैन। तर वातावरण बन्दाखेरिलाई के हुन्छ भने यहाँ ठुलो इन्भेस्टमेन्ट आउने र वर्ल्डमा हेर्दाखेरि चाहिँ नेपाल एउटा सम्मानित देश हुने वातावरण चाहिँ प्लेटफर्म चाहिँ तयार गरिरहेको छु मैले। हजुर धन्यवाद सर। अनि हजुर चाहिँ हाम्रो क्रिप आर्टिफिसियल इन्टेलिजेन्सको सिनियर बिजनेस एडभाइजर पनि हुनुहुन्छ। अनि तपाईँले चाहिँ हामी जस्तै अरू विभिन्न स्टार्टअपहरूलाई पहिल्यैदेखि नै एकदमै सपोर्ट पनि गरिरहनु भएको छ। सो तपाईँले यसरी स्टार्टअपहरूमा इन्भेस्ट चाहिँ आफ्नो के आश वा के फ्युचर देखेर चाहिँ गरिरहनु भएको छ त? यस्तो छ, मेरो के छ भने मेरो आश भन्दा के छ भने नेपाली स्टार्टअप जहाँ गए पनि वर्ल्डमा चाहिँ आफ्नो नाउँ राखुन्, नेपालको इज्जत राखुन्, आफू पनि बिलिनियर बनाउन्। मैले त अब 100वटा स्टार्टअपहरूलाई म ग्लोबली लगेर युनिकर्न भनेको चाहिँ बिलियन डलरको स्टार्टअप बनाउने म मुभमेन्टमा छु अब है। अब सँगसँगै के हामीले पोलिटिकल पार्टी पनि सुरु गरे हुनाले अब पार्टी भन्नासाथ अहिले बजारमा नेगेटिभ कुराहरू छ। हामी स्टार्टअप पार्टी पनि हो, एक हिसाबले भर्खर सुरु गरेका छौँ। तर क्वेसन चाहिँ के हो भने हामीले कसरी यो दुनियाँ बदल्ने अथवा देश बदल्ने, देशको इकोनोमिक ट्रान्सफर्मेसन गर्ने, अथवा चाहिँ हामीले ट्रान्सपेरेन्सीलाई कसरी ल्याउने, अब होल गभर्मेन्ट सिस्टमलाई ब्लकचेनमा कसरी हाल्ने भनेर हामीले वर्कआउट गरिरहेको छौँ। त्यसको बहस भइरहेको छ अहिले है। अनि अर्को कुरा चाहिँ के छ भनेदेखि अब एउटा हिन्दीमा कहिले आउँथ्यो मै नै त कोही कौन बे भन्थ्यो नि, त्यस्तै हो। हामीले नगरे कसले गर्ने होइन। त्यो हुनाले यो हाम्रो रेस्पोन्सिबिलिटी सम्झेर म अहिले रिसेन्टली पनि टेस्लाको चेयरम्यान छोडेर है, प्रेसिडेन्ट भन्छौँ हामी, त्यो टेस्लाको चेयरम्यान अहिले म छोडेर यहाँ आएर नेपालमा के गर्नुपर्छ भनेर म यता लागेको छु। यसको मतलब के हो भनेदेखि हामी यो देशको काँचुली फेर्नको लागि एकदमै दत्तचित्त भएर आफ्नो तन मन धन के छ भएको चिजहरू राष्ट्रमा समर्पण गरेर राष्ट्रको मुहार फेर्न, काँचुली फेर्नको लागि परेका छौँ। त्यसमा आएको छ। हजुर
हजुर धन्यवाद। अनि हजुरले भन्नुभयो हजुरले रिसेन्टली चाहिँ लिबरल डेमोक्रेटिक पार्टी इस्टाब्लिस गर्नुभएको छ। यो पार्टीले चाहिँ अहिले अहिले जस्तो हाम्रो कन्ट्रीमा जुन गभर्मेन्टल सिस्टम फ्लक्चुएट भइरहेछ त्यसको रिलेटेडमा चाहिँ के फेभर गरिरहेछ, अनि अहिले हाम्रो कन्ट्री नेपालले जे मागिरहेछ त्यो चाहिँ कसरी त्यसले चाहिँ हजुरको पार्टीले चाहिँ त्यसलाई सपोर्ट गर्छ त? अब यस्तो छ, अब अहिले जे भइरहेछ त्यो लिपपोत भन्छ नि, टालटुल गर्ने काम भइरहेछ। भन्यो भने अहिले इलेक्सन गरेर पनि इलेक्सनबाट आउने नतिजाले केही देश बदल्नेवाला छैन। जेनजेको माग इलेक्सन थिएन। तर अब के छ भने यहाँ अब एउटाले एउटा तय गर्छ, अर्कोले अर्कोतिर लगेर गाडी जागिदिन्छ, त्यस्तो भइरहेछ। अब हामी 2 हप्तापछि हाम्रो मार्गचित्र देखाउँछौँ, एउटा व्हाइट पेपर जारी गर्छौँ, कन्ट्रीको सोलुसन हामी निकाल्छौँ। कन्ट्री हरेक मान्छे अहिले विदेशी दलाल भइरहेको अवस्था छ। भनेको मतलब आफ्नो इन्ट्रेस्टमा नबोल्ने, देशको इन्ट्रेस्टमा नबोल्ने, विदेशीको इन्ट्रेस्टमा बोल्ने भइरहेको छ। त्यसलाई हामी मोनिटर गर्छौँ र हामी पब्लिकमा देखाउँछौँ यी मान्छेहरूले देशको इन्ट्रेस्ट भएन, विदेशीको इन्ट्रेस्टमा बोलिरहेको छ भनेर। र देशको ट्रान्सफर्मेसनको खाका हामी ल्याउँछौँ। देश कसरी बदलिन्छ, देशको इकोनोमिक ट्रान्सफर्मेसन कसरी हुन्छ। मैले पहिला पनि 2टा प्रधानमन्त्री हुँदाखेरि देशको जिडिपी 3 वर्षमा 5 गुणा बढाउन सकिन्छ भनेर मैले नि एक्सन 5 सय दिएको थिएँ। अब त्यो हामी आफै इम्प्लिमेन्ट गर्ने हो। अब हामी आफै सरकारमा जान्छौँ, आफैले इम्प्लिमेन्ट गर्छौँ। अब जनतालाई कन्भिन्स गर्नुपर्ने छ। त्यो कन्भिन्स गर्नलाई हामी केही योजनाहरू लिएर आउँदैछौँ। र अहिले बजारमा जे भइरहेछ त्यसले देशलाई सही दिशामा लगिरहेको छैन। त सिस्टमलाई सुधार्नको लागि चाहिँ हामी अब जनतालाई नै उठाउनु पर्ने हुन्छ। जबसम्म जनता उठ्दैन तबसम्म काम हुँदैन। अस्ति उठे तर त्यसको चाहिँ सही मुद्दा नेतृत्व नभइकन उठेर केही भएन। बेकारमा देशको संरचना ध्वस्त हुने काम मात्रै भयो। तर अब हामी त्यस्तो हुन दिँदैनौँ। अब हामी प्रोटेस्ट गर्नुपर्छ अथवा पिसफुल क्याम्पेन गर्नुपर्छ। जे गरे पनि देशलाई डिरेल आफ्नो मेन एजेन्डाबाट देश मेन एभिन्यूमा जहाँ हिँड्नु पर्यो त्यहाँ त्यसको ठाउँमा डिरेल भएर अन्त जान दिँदैनौँ देशलाई। त्यो चाहिँ हामीले अब हामी अ काइन्ड अफ भनौँ न पहरेदारको रूपमा काम गर्छौँ र देशमा गाउँ गाउँका मान्छेको किचनमा अर्थतन्त्र कसरी पुर्याउने, उनीहरूको लाइभलीहुडमा कसरी बेटरमेन्ट ल्याउने र एउटा लाइफको लङ्गेटिभिटी, हेल्थिनेस, वाइज विजडम कसरी बढाउने, त्यो सबै काममा हामी चाहिँ लाग्नेछौँ र हामी त्यसको लागि प्लेटफर्म तयार गरिरहेका छौँ अहिले। हजुर थ्याङ्क यू सर। हजुरको सोसियल मिडिया प्रोफाइलहरू रिसर्च गर्दाखेरि चाहिँ हजुरलाई टेक्नोलोजी अनि एआई फिल्डतिर धेरै नै इन्गेज देखिन्छ। अनि अब हजुरको भिजनमा चाहिँ अबको 5, 10, 15 इयर्स पछि नेपालमा चाहिँ कुन टेक्नोलोजीले चाहिँ एकदमै धेरै डेभलप्ड होला? किनकि सायद अहिले नेपालमा स्टार्टअप, एआई अनि त्यसपछि टेक्नोलोजी फिल्ड चाहिँ होपफुल्ली एकदमै डेभलप भइरहेछ। सो या यस्तो छ। अब एउटा त ग्लोबल वेभको कुरा भयो होइन। ग्लोबल वेभको पार्टमा चाहिँ कुन बेला कुन डिस्ट्रप्सनले काम गर्छ र कुन चिज कतिखेर विस्फोट भएर नयाँ निस्किन्छ भन्ने कुरा अहिले हामीले प्रेडिक्ट गर्न सक्ने अवस्था छैन। तर पनि के चाहिँ बुझिन्छ भने अबको धेरै पेसा व्यवसायबाट सृजित संरचना अथवा माध्यम अथवा हामीले जुन भन्छौँ कन्स्ट्रक्सन छ, त्यो कन्स्ट्रक्सनलाई चाहिँ एआईले रिप्लेस गर्दैछ। भन्न खोजेको के भने हिजो जुन डिजाइनरहरू थिए आज क्यानभादेखि लिएर धेरै उहरू आइसकेका छन् होइन। हिजो जसरी डक्टरहरूले चाहिँ ट्रिटमेन्ट गर्थे, अब बिस्तारै एआई बेस ट्रिटमेन्ट, रोबोटिक ट्रिटमेन्ट अब सुरु भइ नै हाल्छ जस्तो लाग्छ मलाई। एकदम नियरेस्ट फ्युचरमा नेपाल पनि सुरु हुन्छ। अब नेपालको लिटरेसी रेट चाहिँ आजको दिनमा पनि 33% भनेको झन् 1 करोडभन्दा बढी नेपालीहरू कख पनि नचिन्ने भएको हिसाबले उहाँहरूलाई एडप्टिभ हुने गरी एआई कसरी जेनेरेट गर्ने भन्ने कुरामा चाहिँ हामी लागेका छौँ। अब के हुन्छ भने आज ई सेवा आयो अथवा के अरे खल्ती आयो, अरू पेमेन्ट सिस्टमहरू आयो, तर जसले कख नै पढाएको छैन उसले कसरी ट्रान्सफर गर्ने त पैसा, अथवा त्यो डिजिटाइजेसन र डिजिटलाइजेसनमा कसरी उहाँ सहभागी हुने त? एआईको त कुरै छोडौँ। अब यो पार्टमा चाहिँ के भयो भने अब हामीले यसलाई सफ्ट कसरी बनाउने भन्दाखेरि अब भोइस बेस र रेटिना क्याच गर्ने अथवा आई रिड गरेर अथवा फिङ्गर सेन्सरबाट चाहिँ उसका कामहरू गर्न सक्ने र भोइस बेस ट्रान्जेक्सनदेखि लिएर सबै कुरामा हामी वर्कआउट गरिरहेका छौँ। अब भोलिको दिनमा हामी के गर्छौँ भनेदेखि अब बजारमा जो स्टार्टअपहरू हुन्छन् उनीहरूले भोइस बेस ट्रान्जेक्सनमा हुने खालको, जस्तो अहिले ई सेवा छ, ई सेवा आफै गर्छ भने गर्छ, अथवा ई सेवा मात्रै भन्ने फेरि मैले कसैको प्रचार गर्न खोजेको होइन। ई सेवा जस्तो अरू पनि धेरै छन् अहिले, तर पनि बजारको लिडर भएको हिसाबले मैले ई सेवा भने। अनि ई सेवा खल्ती अरू आइएमई पे, प्रभु पे धेरै छन् यहाँ होइन। अब मैले कहाँ जोड्न खोजेँ भनेदेखि अब ती
ट्रान्ज्याक्सनहरू अथवा ती जति पनि हामीले डिजिटल पेमेन्टहरू गरिरहेका छौँ त्यसलाई भोइस बेस्ड ट्रान्ज्याक्सन गरियो भने कुनै पनि वृद्ध बुवाआमा हजुरआमाले ट्रान्ज्याक्सन गर्न सक्नुहुन्छ। अब उहाँले मेरो छोरी सवितालाई 10,000 पठाइदियो बाबु भन्नुहुन्छ, अनि हो हजुरले भनेको 10,000 हो भनेर एआईले सोध्छ एप्लिकेसनले, अनिखेर हो 10,000 हो नि भन्छ, 10,000 भने हो भनेपछि अनि हो भनेपछि अनि ट्रान्ज्याक्सन हुने। त्यस्तो भइसकेपछि समस्या हुन्छ। सबैजनाको त्यसमा चाहिँ एआईमा भनौँ न यो प्रविधिमा पहुँच हुन्छ, त्यसको लागि चाहिँ हामी काम गरिरहेका छौँ। त्यसै गरी मैले भर्खरै मात्र दुबई एयर सोमा गएको थिएँ, मैले पहिलेदेखि कनेक्ट भइरहेको हो होइन। अब के छ भने बोइङले चाहिँ बोइङ र एयरबसले दुइटैले उनीहरूको एप्लिकेसनमा काम गर्न सक्ने स्टार्टअपहरूलाई फन्डिङ गरिदिन्छ। र मैले एक राउन्डमा कुरा गरेर आएको छु। अब नेपालमा तपाईँहरूकै यो क्रिप एआई मार्फत पनि म के नोटिस दिन चाहन्छु भनेदेखि कोही पनि नेपाली स्टार्टअप तपाईँ बोइङ अथवा एयरबस त्यो छोड्नुहोस्, अब एभिएसन सेक्टरको कुनै स्टार्टअप तपाईँले एप्लिकेसन इमेजिन गरिरहनु भएको छ भने म त्यसको लागि इन्भेस्टमेन्ट खोजिदिन सक्छु है। एभिएसन सेक्टरको स्टार्टअप, त्यसमा चाहिँ एभिएसन सेक्टरको स्टार्टअपहरू पनि थाउजन्ड्स हुन सक्छन्। भने स्टार्टअप भनेको एप्लिकेसनहरू, त्यो एप्लिकेसन बनाउन सक्ने कोही स्टार्टअप हुनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला। म एक राउन्ड चाहिँ नेपालका स्टार्टअपहरूसँग एउटा इन्ट्रेक्सन पनि राख्दैछु। तर हामीलाई के छ भने स्टार्टअपहरूको आफ्नो प्रब्लम इगो धेरै छन्, अनि त्यसले गर्दाखेरि त्यो आफ्नो चोइसको कुरा हो। तर तपाईँहरू मार्फत म के चाहिँ एनाउन्स गर्न चाहन्छु भनेदेखि म नेपाली स्टार्टअप कोही पनि जसले एभिएसन सेक्टरको एप्लिकेसनहरू बनाउन सक्छ, एभिएसन सेक्टरका पनि पर्टिकुलर एयरबसलाई बोइङलाई के चाहिन्छ, त्यो चाहिँ दुईटा एयरलाइन्स बिचको के इन्टरफेरेन्स नाप्ने हो कि डिस्टेन्स नाप्ने हो कि त्यसका अरू धेरै पार्टहरू छन्। त्यो पार्टमा हामी कुनै दिन बहस गरौँला। हो त्यस्तो खालको एप्लिकेसन बनाउन सक्ने अथवा त्यसमा चाहिँ नयाँ चिज प्रपोज गर्न सक्नेको लागि चाहिँ मिलियन्स अफ डलर, उसले पहिले बिलियन्स पनि हुनसक्छ, मिलियन्स अफ डलर फन्डिङ ल्याउन सक्छु म, र म अलाइन गर्न सक्छु। ल्याउँछु भने मैले फेरि त्यो ग्यारेन्टी गर्ने कुरो नि भएन, तर म त्यो अलाइन गर्न सक्छु र त्यसमा नेपाली स्टार्टअपहरूले ठुलो भोल्युममा काम पाउन सक्ने सम्भावना रहन्छ। एउटा पार्ट। अर्को पार्ट भने चाहिँ नेपाली स्टार्टअपहरूलाई अब एआई भनेको भेग टर्म हो कि एआई भने के हो त? एआई त एआईका त धेरै डोमेनहरू छन्। त्यस कारणले नेपालले आफूले गर्न सक्ने कुन एरियामा चाहिँ हाम्रो नेपालको कम्पिटिटिभ एडभान्टेज छ अथवा नेपालले कुन गर्न सकिन्छ, कुन सेक्टरमा गर्न सकिन्छ, त्यो सेक्टर स्पेसिफिक भयो भने वर्ल्डका कोही पनि मान्छे, चाहे इलन मस्क होला अथवा इलन मस्कको कम्पनी होला, इलन मस्क नभनौँ न होइन, ऊ व्यक्ति फरक कुरा हो, अथवा अमेजन होला अथवा चाहिँ मेटा होला, ती मान्छेहरूसँग कनेक्ट गराएर त्यससँग जोइन्ट भेन्चर गराउने अथवा उनीहरूबाट इन्भेस्टमेन्ट ल्याउने अथवा त्यसको प्रोजेक्ट दिलाउन सक्ने काम चाहिँ हैसियत मैले राख्छु। र त्यसमा चाहिँ म नेपाली स्टार्टअपहरूलाई अपर्च्युनिटीको रूपमा क्रिएट गर्छु। अर्को कुरा चाहिँ के छ भने हामीले यो लिबरल डेमोक्रेटिक पार्टीले चाहिँ हाम्रो 7वटा स्टेटलाई 7वटा आइटी प्रोडक्टको रूपमा स्टेटको नामाकरण गर्दैछौँ हामी। त्यो चाहिँ एज अ सिम्बोलिक हो। मानव कोशी हामी प्रदेशको नाउँ नै आइटी प्रोडक्टको रूपमा चाहिँ हामी डेभलप गर्छौँ। अनि त्यसपछि हामी वर्ल्डको चाहिँ ल हेडक्वार्टर अफ जावा भन्यो भने कोशी प्रदेश, ल हेडक्वार्टर अफ पाइथन भन्दाखेरि मध्य प्रदेश, त्यसरी हामी वर्ल्डमा चाहिँ गुगल गर्दाखेरि पनि त्यसरी आउने बनाउँदैछौँ। त्यो चाहिँ हाम्रो के हो भने पार्टीको एक खालको मेनिफेस्टो पनि हो र हाम्रो प्लान पनि हो। बिलियन्स अफ डलर इन्भेस्टमेन्ट, आउटसोर्सिङ अथवा भेन्चर, त्यो चाहिँ हामी आइटी सेक्टरमा जेनेरेट गर्नलाई हामी लागि परिरहेका छौँ। हजुर, थ्याङ्क यू सो मच सर। भविष्यमा पक्कै पनि हामीलाई हजुरको साथ र सहयोगको आवश्यक पर्नेछ। अनि अब चाहिँ तपाईँले नेपालको जुन स्टार्टअप इकोसिस्टम देख्नुभएको छ, त्यो इकोसिस्टम चाहिँ अझै बाहिरको फरेन कन्ट्रिजहरू चाहिँ एकदमै फास्ट वेमा डेभलप नहुनुको कारण द प्रब्लम चाहिँ तपाईँले स्किल डेभलपमेन्ट, जुन हामी जस्तो हाम्रो जेनेरेसनमा स्किलको कमी देख्नु भएको छ कि इन्भेस्टमेन्टको कमी देख्नु भएको छ कि मार्केटमै केही मार्केट नै धेरै नबिकेर हो? अनि यस्तो छ। अब यसमा चाहिँ इकोसिस्टम भन्नासाथ इकोसिस्टम भनेको एउटा चिज होइन। इकोसिस्टमका डिफ्रेन्ट पिलरहरू हुन्छन्, 4वटा 5वटा 6वटा पिलरहरू हुन्छन् होइन। मिनिमम 3टा पिलर बिनाको इकोसिस्टम हुँदैन। अब त्यस्तो पिलरहरू कमजोर भएपछि इकोसिस्टम कमजोर हुन्छ। यसमा चाहिँ के हुन्छ भने यो नेपालको इकोनोमी होला, नेपालीहरूको मार्केटिङ स्किल होला, हाम्रा डिफ्रेन्ट कन्ट्रीहरूमा एम्बेसीहरू छन्, एम्बेसीमा जाने नियुक्त गर्ने इन्भेस्टर भनेर नियुक्त गरेको छ, यहाँ कुनै पर्सनल कम्पनीको दलाली गर्ने, कुनै कम्पनीको एजेन्ट भएर काम गर्ने, त्यस्ता मान्छेलाई राजदूत बनाएर पठाइएको छ।
अनि एकदम त्यो गैर व्यावसायिक मान्छेलाई राजदूत बनाएर पठाइएको छ। अनि कोही कर्मचारीबाट गएका छन्, घमण्डको यत्रो चुरो छ कि उनीहरूलाई त्यो अरू कुरासँग मतलब छैन, टाइसुटसँग मतलब छ। यस्ता यस्ता धेरै कुराहरू छन् जहाँ यो कुराले देशको डोमेस्टिक इकोसिस्टमलाई असर पार्छ। अर्को कुरा जस्तो देशभित्र स्टार्टअपलाई सपोर्ट सिस्टम चाहिन्छ। सपोर्ट सिस्टम भनेको अर्को इकोसिस्टम हो। भनेको चाहिँ उसलाई लगानी चाहिएला, उसलाई चाहिँ एन्जल इन्भेस्टरहरू चाहिएला, भिसी फर्महरू चाहिएला, भेन्चर क्यापिटलिस्टहरू, अनि त्यसै गरी ब्याङ्कले पनि त्यसलाई चाहिँ कन्सिडर गर्ने पार्टनर होला होइन। अब के छ भने सरकारले वर्षमा अरबौँको सफ्टवेयर किन्छ, नेपाली स्टार्टअपको किन्दैन। त्यो किन भन्दाखेरि कमिसन आउँदैन होला अथवा चाहिँ त्यसमा विश्वास छैन होला। अनि बरु नेपालकै स्टार्टअपहरूलाई ल मानौ अहिले म प्रधानमन्त्री भएको भए के गर्थेँ भने देशभरिका टप स्टार्टअपहरू तिम्रो आइडिया के छ, यहाँ मसँग बस्छ भन्थे र तिम्रो के गर्छौ भने यसो गर्छौ, हो तिम्रो सेक्युरिटीको पार्ट कसरी इन्स्योर गर्छौ भनेर मैले सोध्थेँ। हो त्यो सेक्युरिटी पार्ट चाहिँ थर्ड पार्टीबाट कन्सल्टिङ लिन मिल्थ्यो नि त। होइन, नेपालीहरूले आफूले आफूलाई विश्वास नगर्ने, किनभने कमिसन नपाएर मेन कुरा चाहिँ अलिक ओपनली भन्नुपर्छ। हामी बोल्न डरायो पनि हुँदैन। हेर्नुहोस्, गभर्मेन्ट मेकानिजममा कमिसन नपाएको कारणले नेपालीहरूले बनाएका सफ्टवेयरहरू, नेपालीहरूले बनाएका एप्लिकेसनहरू प्रयोग नगरिएका छन्। कतिपय कुरा कहाँबाट एप्लिकेसनको दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, पेपर किनेर ढडामा लेखेर बसेको छ। अनि त्यो लेख्नु पनि जरुरी नै छैन। अनि त्यो इन्स्टिट्युसनल मेमोरी भन्ने चिज छैन, व्यक्तिले रिपोर्टिङ गरिँदैन। अनि यस्तो धेरै कुराहरू छन्। हामीले बजारमा कम्प्लेन गरेर नेगेटिभिटी सिनिसिजमबाटै राइज हुन खोजेको होइन। बट कुरा के छ भने यो होल इकोसिस्टम चेन्ज हुनको लागि चाहिँ अब हामीले सिम्पली स्टार्टअप इकोसिस्टममा चाहिँ 3-4 पिलर मान्छौँ। एउटा भने चाहिँ के हुन्छ भने युनिभर्सिटी जहाँ पढाइन्छ त्यो आफैमा एउटा इकोसिस्टमको पिलर हो। अर्को भनेको चाहिँ कर्पोरेट जसले चाहिँ त्यो उनीहरूसँग प्रोडक्ट लिने, मान्छे लिने, आइडिया लिने गर्छ, त्यो आफैमा एउटा इकोसिस्टमको पिलर हो। अर्को भनेको आइडिएटिङ मान्छे अथवा आइडिएटर जो छ ऊ आफै पनि इकोसिस्टम पिलर हो। स्टुडेन्ट भनौँ अथवा स्टार्टअप भनौँ, त्यो आफै इकोसिस्टमको पिलर हो। त्यसपछि गभर्मेन्ट मेकानिजम, गभर्मेन्टले चाहिँ के गर्नु पर्यो भने जस्तो हामीले टुटल पठाहरू आउँदा देख्थ्यौँ नि, कहिले समातेर थुन्यौँ भनेको छ, कहिले चाहिँ यो इलिगल हो भनेको छ। इलिगल कुरै होइन। हामीले के सोचिरहेछौँ भने त्यो कालो प्लेट भयो, ट्याक्सी यो भयो, मोटरसाइकल होइन नि त। मान्छेको मोबिलिटी कसरी सजिलो पार्ने, इज अफ मोबिलिटीमा हामीले फोकस गर्नु पर्यो। त मेरो कानुनमा के छ भनेर चाहिँ अर्कालाई डन्डा लाउने होइन नि त। त्यस कारणले हाम्रो बेसिक थट प्रोसेस र हामीले जुन सोच्ने, गर्ने अथवा कल्पना गर्ने चिजहरूमै फरक आइरहेछ। त्यसले के हुन्छ भने डोमेस्टिक इकोसिस्टम कमजोर हुन्छ। म पिलरमा छु। गभर्मेन्ट एउटा पिलर भयो, युनिभर्सिटी एउटा पिलर भयो, स्टार्टअप आफै एउटा पिलर भयो। त्यसपछि अब एन्जल इन्भेस्टर हुन सक्छन् अथवा भिसी र एन्जल इन्भेस्टर एउटै ब्लकमा राख्ने हो भने एन्जल इन्भेस्टर अथवा इन्भेस्टर। र अर्को चाहिँ के भने ब्याङ्क पनि के सहजीकरणमा लाग्नुपर्छ। ब्याङ्कले पनि स्टार्टअपहरू सर्टन जस्टिफाइड स्टार्टअपहरूलाई चाहिँ विदाउट कोल्याटरल अथवा प्रोजेक्ट कोल्याटरल राखेर लोन दिने सिस्टम गर्नुपर्छ। त्यो भइसकेपछि के हुन्छ भने नेपाली प्रोडक्ट पनि ग्लोबलमा पुगेर वर्ल्ड कप चाहिँ अहिले 193 देशमा पुगेर चाहिँ 193 देशमा गएर 5 मिलियन अथवा 10 मिलियनको भयो भने त बिलियन डलरको हुन्छ क्या, होइन? त्यो बिलियनियर बन्नलाई हामी रोकिरहेका छौँ। हाम्रो इकोसिस्टमले काम गरिरहेको छैन। त्यस कारणले त्यो सपोर्ट सिस्टम, इकोसिस्टम यो चिजलाई चाहिँ अलिक कमजोर भएको कारणले नेपाली अगाडि बढ्न सकेका छैनन्। मेरो पछिल्लो 15 वर्षको एडभोकेसी नै यसमै हो। मैले के गर्न खोजेँ भने नेपालबाट पनि ती खालका ब्रेनहरू निस्किन सक्छन्, अलरेडी छन्, त्यसलाई मात्र हामीले फेसिलिटेट गर्नुपर्छ। त्यो कुनै पनि दाना अथवा भनौँ न बिउ ढुङ्गामा फालेर उम्रिँदैन। त्यसलाई माटोमा फाल्नुपर्छ। ओसिलो माटो चाहिन्छ। अलिकति उम्रेपछि त्यसलाई चाहिँ अरू मलजल चाहिन्छ। हो त्यो नभएको कारण त्यो बिउ मर्छ। अहिले भएको नेपालको स्टार्टअप पेरिस आउट रेसियो जुन छ अथवा स्टार्टअपहरू जुन अगाडि बढ्न सकिरहेको छैन, त्यसको कारण पनि त्यो सपोर्ट सिस्टम नभएर हो। त्यही भने मैले। हजुर, थ्याङ्क यू सो मच। अनि हजुरको सोसल स्ट्याटसलाई रिसर्च गर्दाखेरि चाहिँ हजुरले लामो समय चाहिँ सिलिकन भ्यालीलाई पनि अनुभव गरेर आउनुभएको रहेछ। हजुरले उहाँ लामो समयसम्म बस्दाखेरि उहाँको इन्टरप्रिन्यर्सको माइन्डसेट र नेपालको नयाँ इन्टरप्रिन्यर्सहरूको माइन्डसेटमा चाहिँ के डिफ्रेन्स देख्नु भएको छ? यस्तो छ क्या, अब एउटा चाहिँ स्टेबिलिटीसँग जोडिएको कुरामा कसरी भन्छु भने सिलिकन भ्यालीको स्टार्टअपले के सोच्छ भने म यहाँबाट बिलियनियर भएर कहीँ जान्छु। अब नेपालको स्टार्टअपले के सोच्छ भने म कहीँ जान पाए बिलियनियर हुन्थेँ कि भनेर सोच्छ। त्यो आफैमा गलत कुरा हो, होइन? भनेको मतलब तपाईँ यहाँ बसेर केही गर्छु भन्ने तपाईँमा होप भएन भने कसरी गर्नुहुन्छ? त्यो स्टेबिलिटी नै भएन नि। यहाँ स्टार्टअप भनेर प्रोजेक्ट सुरु गरिरहेछ, उता भिसा अप्लाई गरिरहेछ, कुन देशको भिसा लाग्छ, प्रोजेक्ट क्लोज।
हो यस्ता खालका कुराहरू चाहिँ के हुन्छ भने तपाईँको त्यो स्टेबिलिटी देखिन्न। सिलिकन भ्याली भनेको केही पनि छैन, गएर हेर्नु हो भने त्यो सिलिकन भ्याली यहाँबाट मान्छेले जुन इमेजिन गर्छ त्यहाँ जाँदा केही पनि देखिन्न। त्यहाँ के हुन्छ भने त्यहाँ विश्वास हो, थट प्रोसेस हो र त्यहाँको गभर्मेन्ट हो जसले चाहिँ नयाँ नयाँ कुराहरूलाई एडप्ट गर्छ। आज अब वर्ल्डमा काहीँ नभएको चाहिँ ड्राइभरलेस ट्याक्सी कसरी पोसिबल हो भन्दाखेरि गभर्मेन्टले पर्मिसन दिएर पोसिबल भयो नि त। हामी कहाँ भन्न दिन्थ्यो या अब टुडललाई पठाएको चाहिँ यहाँ कालो प्लेट र सेतो प्लेटमा अल्झेर बस्ने सकाएको छ। त्यस कारणले त्यो अभियसली त्यो यो इकोसिस्टममा युनिभर्सिटी भए, त्यसका चाहिँ मेन्टरहरू भए, त्यसका एक्सेलेटरहरू भए, त्यसमा लगानी गर्ने फन्डरहरू भए, सबैजनाको माइन्डसेट चाहिँ जसरी इक्वल्ली सिङ्क्रोनाइज हुन्छ नि त्यसपछि मात्रै चाहिँ सबै सिस्टम अगाडि बढ्ने हो। मैले सिलिकन भ्याली बसेर चाहिँ एउटा स्टडी के गरेँ भनेदेखि त्यहाँको माइन्डसेट नै यस्तो छ कि वर्ल्ड हामी लिड गर्ने हो, वर्ल्डको इनोभेसन हामीबाट सुरु हुनुपर्छ, वर्ल्डमा जसले इनोभेसन गरे पनि हामी कहाँ आउँछ, यहीँ आएर चाहिँ ऊ ग्रो हुन्छ, यो मात्रै त्यस्तो ठाउँ भन्ने एक खालको साइकोलोजी छ। त्यो साइकोलोजीले नै उनीहरूलाई सबै चिज दिएको छ। त्यस्तो छ। हजुर थ्याङ्क यू। अनि हाम्रो जेनेरेसनभन्दा ठ्याक्कै सिनियर जेनेरेसनको अहिले चाहिँ माइन्डसेट छ कि टेक्नोलोजी एआई डेभलप भएपछि ह्युमन ब्रेन ह्युमन इम्पोर्टेन्स चाहिँ अलि डाउन भइरहेछ। त्यस्तो माइन्डसेटमा चाहिँ हजुरको के भ्यू छ? अनि यस्तो छ, ह्युमन इम्पोर्टेन्स कम भएको होइन, ह्युमनको ब्रेन युज गर्नुपर्ने स्किम बढेको भनेको फिजिकल्ली मान्छेले जे गर्थ्यो त्यो कामलाई अब डिस्करेज गर्ने कुरा भइरहेछ भनेदेखि अब त्यो आर्टिफिसियल इन्टेलिजेन्समा हामीले जुन चिज बनायौँ त्योभन्दा एडभान्स बनाउन के गर्न सकिन्छ भनेर सोच अब भने हो नि त। अब अहिले मान्छेलाई मेसिनले रिप्लेस गर्यो, अब त्योभन्दा एडभान्स मेसिन बनाऊ भने हो। त्यस कारणले अब मोर इन्टु मोर के भयो भने मान्छेको ब्रेन युज गर, नयाँ चिज क्रिएट गर, नयाँ चिज नयाँ दुनियाँ बसाऊ भन्ने कुरा चाहिँ त्यो अलार्म हो भनेको। एक्जिस्टिङ काम कन्भेन्सनल कामबाट स्विच गर भन्ने एउटा मेसेज पनि हो। त्यस कारणले अभियसली धेरै जबहरू क्विट हुने, जबहरू किल हुने, त्यसलाई रिप्लेस गर्ने त्यो चान्सेस हुँदै अर्को चिज के आयो भने अब नयाँ एरियामा हात हाल नि त भन्ने कुरा पनि त्यसले अलरेडी बाटो यताबाट धपाएर लगेर त्यहाँ खेदेको हो। त्यस कारणले धेरै मान्छेहरू जो अनस्केल अथवा चाहिँ उसको काम गर्ने तौर तरिकाहरू कन्भेन्सनल छ अथवा त्यो पुरातनवादी हिसाबबाट सोचिरहेको छ भने उसलाई नयाँ तरिकाले सोच्न चाहिँ इन्सपायर गरिरहेछ। त्यो त्यस्तो लाग्छ मलाई चाहिँ। जस्ट थ्याङ्क यू। अनि नेपाल गभर्मेन्टले चाहिँ टेक्नोलोजी अनि इनोभेसन फिल्डमा चाहिँ कसरी सपोर्ट गरिरहेको छ अनि त्यसलाई इम्प्रुभ गर्न चाहिँ हजुरले चाहिँ हजुरको जुन रिसेन्टली खुलेको पार्टी छ वा हजुरको आइडियाजहरूले चाहिँ कसरी सपोर्ट गर्छ? होइन, हाम्रो त अब पहिलो कुरा चाहिँ अभियसली अब एउटा भनेको चाहिँ हामी केही समयपछि सर्वदलीय सर्वपक्षीय आह्वान गर्दैछौँ। त्यो आह्वानमा मानियो भने सोझै हामी एक डिजिटाइजेसनमा जान्छौँ। अब भएन इलेक्सनमा गयो भने इलेक्सनमा जनताले पत्याउने कुरो हुन्छ, जनताले जसलाई पत्याउनुहुन्छ उसले शासन गर्ने हो। तर पनि हाम्रो रोडम्याप चाहिँ के क्लियर छ भने अब कर्मचारीको सङ्ख्या 1/3 झार्नुपर्छ। बिस्तारै बिस्तारै नो कर्मचारी चाहिँदैन क्या। अनि कर्मचारी भनेको 5 वर्ष राख्दै हुन्छ क्या, 30 वर्ष जारी खानु पर्दैन। 5 वर्ष जारी खाने इन्स्टिट्युसनल मेमोरी भन्ने चिज भएन कि यहाँ के भयो भने ऊ पहिला चाहिँ ढड्डा हुन्थ्यो, अनि ढड्डा कहाँ राखेको थाहा हुन्थेन, अनि त्यो कर्मचारी भइरह्यो भने उसले बुझ्छ जान्दछ भन्थ्यो। त्यस्तो होइन। अब इन्स्टिट्युसनल मेमोरी भनेको चाहिँ सबै कुरा सिस्टममा भइसकेपछि नयाँ मान्छे आएर नि त्यो चिज थाहा पाउने हुनुपर्छ। त्यो हुनासाथ सरकारी कर्मचारी 5 वर्षभन्दा काम नगराउने होइन। जस्तो अमेरिकातिर तपाईँले हेर्नुभयो भने आर्मीमा पनि 4 वर्ष काम गरेपछि भेटरन स्ट्याटस पाउँछ, अनि ऊ आर्मी गरिरहनु बाध्य हुँदैन। 4 वर्ष काम गर्ने, 4 वर्ष 5 वर्ष, अनि भेटरन भन्ने स्ट्याटस पाउँछ, ऊ सबैतिर सम्मान पाउँछ, ब्याङ्कको लोन इजी, सबै कुरा इजी हुन्छ, ऊ आफ्नो बिजनेसमा लाग्छ। त्यसले के गर्दछ भने मान्छेलाई 2 डाइमेन्सनबाट सोच्न बाध्य पार्दछ अथवा नयाँ अवसर दिँदो रहेछ। मेरो एकजना साथी हुनुहुन्थ्यो, उहाँ ब्याङ्कर हुनुहुन्थ्यो, ब्याङ्कको सिइओ हुनुहुन्थ्यो। पछि उहाँले एउटा इन्डस्ट्री खोल्नुभयो, अनि झन्डै 15 वर्ष जति सिइओ भएर भनौँ ब्याङ्कर भएर गएर इन्डस्ट्री खोलेपछि उहाँले के रियलाइज गर्नुभयो भने ब्याङ्करले सिइओको पीडा बुझ्दो रहेछ, के इन्डस्ट्रीको पीडा बुझ्दो रहेछ। बल्ल मलाई थाहा भयो, इन्डस्ट्रियलिस्ट भएपछि थाहा हुँदो रहेछ भनेर उहाँले भन्नुभयो क्या। यो हाम्रा कर्मचारीहरूलाई नि के भने एकचोटि नाउँ निकाले लोकसेवा निकालेपछि जिन्दगीभर कर्मचारी भइयो, अर्काको फाइल अड्काएर लुकाएर घुमाएर खान पाइयो, अनि उसको पीडा बुझेन क्या। त्यस कारणले कर्मचारी 5 वर्ष मात्रै जारी खाने राष्ट्र सेवा हो नि त। त्यो कर्मचारी त्यो जागिर नभएर राष्ट्र सेवा हो। राष्ट्र सेवा धेरै गर्नु हुँदैन, त्यो धेरै सेवा गर्दाखेरि उहाँहरू बिग्रिनु हो। त्यस कारणले 5 वर्ष जारी खाने,
त्यसपछि आफ्नो बिजनेस गर्ने। अरूले पनि अवसर पाए, सबैजना चाहिँ राज्यको काम गर्ने अवसरमा सबैजनाले सहभागी हुन पाए, सबैले बुझे। गभर्मेन्ट हामीले पनि हामी जो गभर्मेन्टमा काम गरेनौँ, गभर्मेन्ट सेक्टरमा न हामीले सरकारी कर्मचारीको पनि उहाँहरूको चाहिँ मनोभावना बुझेनौँ कि अब हामीलाई पनि थाहा हुने हो। बढीभन्दा बढी मान्छे सरकारी सेवामा जाने भए, त्यो सरकारी सेवा मान्छे आएर निजी क्षेत्रमा काम गर्ने भएपछि के हुन्छ भने एकअर्काको पीडा बुझिन्छ, रोल चेन्ज भएपछि बुझिन्छ क्या त्यो कुरा चाहिँ हो। त्यस कारणले अब मेरो हामी चाहिँ के छ भने कम्प्लिट गभर्मेन्टमा अहिले भइरहेका कर्मचारी 1/3 बनाउने, कम्प्लिट डिजिटाइजेसन गर्ने, ब्लक चेनमा लाने भनेको मतलब के हुन्छ भने कुनै पनि सिस्टममा हालिसकेपछि कुनै भनौँ ओलङचङ्गलाको कुनै एउटा सानो वडामा भएको काम चाहिँ प्रधानमन्त्री कार्यालयबाट हेर्न मिल्ने हुन्छ क्या, त्यो भने सिस्टममा आउँछ। ब्लक चेनलाई हामीले एडमिट गर्न साथ तपाईँले धेरै कुरा सोध्नै पर्दैन। अनि सबै कुरा जस्तो कम्पनी रजिस्ट्रार जस्ता कार्यालयमा मान्छे जानै रोकिदिनुपर्छ, सबै कुरा चाहिँ डिजिटाइज वेमा हुनुपर्छ। भनेको चाहिँ उसले अनलाइन कम्पनी रजिस्टर गर्छ, अनलाइन खाता खोल्छ, अनलाइन ब्याङ्क एकाउन्ट खोल्छ, एभ्रिथिङ। डिस्प्युट आयो भने लयर कहाँ जाने हो अथवा एकाउन्टेन्ट कहाँ जाने हो, कर्मचारी सरकारी कर्मचारी जान्ने होइन, जानै पनि जरुरी छैन। अनि लगेर ल्याप्चे लाउने, टिप्पणी उठाउने त्यो के पनि जरुरी छैन। हामीले गर्न खोजेको चाहिँ के हो भने यो होल गभर्मेन्ट हटाएर यो आएर हिरो बन्ने, यो आएर यस्तो गरेर हिरो बन्ने त्यो कुरै होइन। कम्प्लिटली यो सिस्टमलाई नै डिजिटाइज गरिदिने, ब्लक चेनमा लाने र अनि कर्मचारीको सङ्ख्या घटाउँदै गएर लास्टमा गएर 2-4 जना अथवा चाहिँ कर्मचारी भनेको सर्टेन टर्म 5 वर्ष अथवा हुनसक्छ कि 1 वर्ष चाहिँ ल भोलिन्टियर सेवा गर्ने पनि हुन्छ कि होइन। सरकारी यत्रो चाहिँ मानौँ न वर्षमा हामीले झन्डै 12 खर्ब यो चालु खर्च गरेर के गर्यो, झन्डै 10 खर्ब स्यालेरी दिएर के गर्यो भन्दाखेरि केही पनि भएको छैन। यो उल्टै दुःख भएको छ, जनताहरू फ्रस्ट्रेट भएको छन्। भनेको मतलब अब के गर्नु पर्यो भन्दाखेरि त्यो पैसा त विकासमा लाउने हो नि के हुन्थ्यो। र 1 वर्ष म बिना तलब सरकारलाई सेवा दिन तयार छु। म अरू बेला उद्यमी काम गर्छु, अरू आफ्नो पैसा कमाउँछु र 1 वर्ष म देशलाई निःशुल्क सेवा दिन्छु। ल ती मान्छेहरू देशमा सर्टलिस्ट गरौँ, एउटा सर्टलिस्ट गरेर के भने देशलाई निःशुल्क सेवा दिने तालिम आफ्नो सिस्टम एउटा बनाइराखौँ। जब हामीले एप्लिकेसन सिस्टम रेडी गर्छौँ, मान्छेले निःशुल्क सेवा दिने, अनि वर्षको चाहिँ 9 खर्बको चाहिँ विकास बजेट भयो, मानौँ त्यो चाहिँ विकासमा खर्च गर्यो भने देश कहाँ पुग्ला। 9 खर्ब 10 खर्ब आज विकासमा खर्च गर्ने के हो, जम्मा 1.5-2 खर्ब विकासमा खर्च भइरहेको छ हरेक वर्ष। त्यस कारण यो धेरै डाइमेन्सनहरू छन्। हामी त्यो पुरातन सोचमै छैनौँ। हामीले के भने कम्प्लिट गभर्मेन्ट सिस्टम नै चेन्ज गर्नुपर्छ। यो सिस्टममा के छ भने त्यो नाउँ निकाल्ने, थाहै हुने, थाहै किन हुनु पर्यो, यो स्थायी भन्ने सिस्टम हटाउनुपर्छ। मान्छे जिम्मेवार हुनुपर्छ, टर्म बेसमा काम गर्ने, रेस्पोन्सिबल भएर काम गर्ने, एनी टाइम रेस्पोन्सिबिलिटी, एकदम होल सिस्टम डिजिटाइज, ब्लकचेनमा जाने, एभ्रिथिङ इन्फर्मेसन सुड बी एकदम भनौँ न प्रिजर्भ एन्ड वेल रिपोर्टेड एभ्री डे। चाहिँ के भने इन्स्टिट्युसनल मेमोरीमा चाहिँ ती चिजहरू मेमोरीमा एड हुनुपर्छ। मान्छेले काम गर्ने हिँड्ने होइन, बेलुका आफूले गरेका काम सबै कुरा डिटेलमा लेखेर हिँड्ने बानी गर्नुपर्छ। त्यो कुरा चाहिँ सिस्टममा मेमोरीमा हुनुपर्छ। अर्को मान्छे आएपछि यस्तो भएको छ भने थाहा पाउनुपर्छ उसले सोझै। अनि यो लाइसेन्स दिने कुरा त सोझै दिए भयो नि, 50 ठाउँ टिप्पणी चाहिँदैन। त्यस कारणले यो हाम्रो टिप्पणी राज अहिले जुन छ त्यसले चाहिँ सबै कुरा चाहिँ गभर्मेन्ट सिस्टमप्रतिको मान्छेको नेगेटिभिटी बढाइरहेको छ। त्यस कारणले हामी चाहिँ कम्प्लिट गभर्मेन्ट सिस्टम इम्प्रुभ र यसलाई चाहिँ रिभ्याम्पिङ भनौँ, रिभ्याम्पिङमा छौँ। हजुर थ्याङ्क यू सर। हजुरको पर्सनल एक्सपिरियन्सको कुरा गर्दा चाहिँ हजुरले विभिन्न बिजनेस नेटवर्क लाइक फ्रेन्चाइज ग्लोबल अनि स्टार्टअप हब ग्लोबलमा चाहिँ एज अ लिडर अनि प्रेसिडेन्टको रूपमा चाहिँ सर्भ गर्नुभएको छ। सो वाट आर यर भ्युज अन क्वालिटिज अफ लिडरसिप? तपाईँले कसरी चाहिँ एउटा सक्सेसफुल टिमलाई चाहिँ अगाडि लान सक्नुहुन्छ? अब यस्तो लिडरसिपको क्वालिटीमा चाहिँ जस्तो तपाईँको क्वेसनमा जस्तो लिडरसिप भनेर चाहिँ अरूको कुरा सुन्ने हो, आफूले भिजन दिने हो, आफूले दिएको भिजनमा त्यसलाई इम्प्लिमेन्ट गर्ने हो र अरूको कुरा बढीभन्दा बढी इन्कर्पोरेट गर्ने भनौँ, अरूको कुराहरू सुन्ने, आत्मसात गर्ने, त्यो लिडरसिपको क्वालिटी भने त्यो हो। नेपालमा के भयो पछिल्लो समय किन मान्छेहरू चाहिँ जहिले पनि सरकारको विरुद्ध अथवा पार्टीको विरुद्ध लाग्यो भन्दा उनीहरूले अरूको कुरा सुन्न चाहेनन्, सुन्दै सुनेनन्, अरू कुरा सुन्ने क्वालिटी भएन उनीहरूलाई। त्यस कारण त्यो लिडरसिप फेल भएको उनीहरूले। त्यस कारणले लिडरसिपको सम्बन्ध 3टा चिज मैले भन्नुपर्दा चाहिँ के भन्छु भने एउटा अर्गनाइजेसन ह्यान्डल गर्ने एउटा तरिका आफ्नो म्यानेजमेन्ट स्किल हो। अर्को भनेको चाहिँ यु हेभ टु गिभ भिजन दिने कुरा हो। अर्को भनेको चाहिँ के इन्कर्पोरेट एभ्री सजेसन्स, एभ्री नो काइन्ड कर्नर सजेसन्स भनेको सबै कुनाबाट सबै क्षेत्रबाट आउने सल्लाहहरूलाई चाहिँ इन्कर्पोरेट गर्न सक्यो भने 1 पर्सन क्यान बी अ बेस्ट लिडर। हजुर
हजुर, थ्याङ्क यू सर। अघि तपाईँले भन्नुभएको जस्तै धेरै इन्टरप्रिन्यर्सहरूले चाहिँ प्रोफिटमा फोकस गर्नुहुन्छ। सो तपाईँको नजरमा चाहिँ लङ टर्म भिजन ले चाहिँ कसरी एउटा सक्सेसफुल बिजनेसमा चाहिँ इफेक्ट गर्छ? अहिले यस्तो छ, बिजनेस गर्ने भनेपछि प्रफिट नखोज्ने भन्ने सवालै उठ्दैन। तर प्रफिट मात्र खोजेर फेरि आफ्नो अरू अरू चिजलाई चाहिँ लङ्गिटिभिटी अथवा त्यसको सस्टेनेबिलिटीहरूलाई च्यालेन्ज गर्नुहुन्न। कतिपय कुरा चाहिँ के हुन्छ भने अब भोलि कुन डिस्ट्रप्सन आएर तपाईँको भएको चिजै फ्याल्नुपर्ने हुन्छ अथवा सबै चिज चाहिँ स्क्रैपमा जान सक्छ भनेपछि त्यसलाई फेरि छिटो कमाउनु पर्ने बाध्यता पनि हुन्छ। त्यस कारणले आजको दिनमा चाहिँ अब कोरा थ्योरी हामीले पैसा फोकस गर्नुहुन्न, लङ्गिटिभिटी अथवा लङ टर्म भन्ने जमाना छैन। अहिले तपाईँ यदि ट्याक्टफुल्ली मुभ गर्नुपर्छ कि तपाईँको इन्डस्ट्री, तपाईँको भनौँ न सेक्टर कुनै पनि बेला नयाँ डिस्ट्रप्सनले सिद्ध्याउन सक्छ। त्यस कारणले तपाईँले छिटोभन्दा छिटो त्यसको साउन्ड ब्याज चाहिँ कमाइसक्नुपर्ने अवस्था पनि हुनसक्छ। कतिपय ठाउँमा चाहिँ तपाईँले छिटो कमाउनु खोज्दाखेरि त्यसले चाहिँ ओभरअल इकोसिस्टम बिगार्न सक्छ। त्यसलाई चाहिँ फेरि ख्याल गर्नुपर्ने हुन्छ। त्यस कारण इट्स अ वाइज डिसिजन। आज एउटा फर्मुलाले यो गर्दा यस्तो हुन्छ, यो गर्दा यस्तो हुन्छ भन्न सक्ने अवस्था छैन। तपाईँले एकदम बाठो हिसाबले एकदम चनाखो भएर डिसिजन लिनुपर्ने हुन्छ आजको दिनमा। हजुर हजुर, धन्यवाद। नेपालमा चाहिँ अहिले साना तथा ठुला चाहिँ एकदमै धेरै नै ट्रेडिसनल बिजनेसहरू छन्। यस बिजनेसलाई चाहिँ एआई अनि इनोभेसनको थ्रुबाट कसरी मोडिफाई गर्न सकिन्छ र त्यो मोडिफिकेसनले कतै न कतै हाम्रो जुन पौराणिक ट्रेडिसनहरू त्यो लोप हुने चान्सेस होला कि नहोला त? अनि यस्तो छ, एआईको प्रयोग गर्ने त मान्छेले हो नि। फेरि एआईले सबै कुरा गरिदिँदैन होइन। त्यो एआईको मान्छेले प्रयोग गर्दाखेरि चाहिँ अभियसली हाम्रा चाहिँ ट्रेडिसनहरू, कल्चरहरू जुन प्रिजर्भ गर्न लायक छन्, कतिपय कल्चरहरू, ट्रेडिसनहरू फेरि समाजको पश्चगामी उसमा छन्, तिनीहरूलाई एलिमिनेट गर्नुपर्ने पनि हुनसक्छ। कतिपय ट्रेडिसनहरू, कल्चरहरू चाहिँ प्रिजर्भ गर्न लायक र गर्नुपर्ने खालका छन्, त्यसलाई प्रिजर्भ गर्नको लागि अर्को एआई प्रयोग गर्न सकिन्छ। त्यस कारणले एआईको प्रयोगले विकासै मात्रै भन्ने पनि भएन। एआईको प्रयोगले त्यसलाई अझ बेटर बनाउन सकिन्छ। कुरो चाहिँ के हो भने तपाईँको माइन्ड सेटमा त्यो कल्चर अथवा त्यो ट्रेडिसन अथवा त्यो कस्टमलाई यदि प्रिजर्भ गर्नुपर्छ, एआई त तपाईँले प्रयोग गर्ने चिज हो। त्यो भएर हुनाले ती चिजहरू चाहिँ तपाईँको वाइज डिसिजनमा डिपेन्ड गर्छ। हजुर हजुर, थ्याङ्क यू सर। अनि बिजनेस ग्रोथ र हजुर एकदमै सक्सेसफुल हुनुहुन्छ बिजनेसमा अनि इन्टरप्रिन्यरसिपमा। हजुरले नेसनल इन्टरनेसनल धेरै इभेन्टहरू होस्ट गर्दै धेरै संस्थाहरूलाई चाहिँ फाउन्ड गरेर एकदम नेपालको इकोनोमिकल डेभलपमेन्टमा चाहिँ धेरै नै हेल्प गर्नुभएको छ। सो हजुरले चाहिँ आफ्नो बिजनेस ग्रोथ र पर्सनल ग्रोथलाई चाहिँ कसरी म्यानेज गर्नुभयो? होइन यस्तो छ, म चाहिँ अलिक क्रेजी मान्छे हो। म अब कहिलेकाहीँ रातभरि सुत्दिनँ, कहिलेकाहीँ अब बेलुका मेरो 8 झन्डै 2-3 बजीसम्म मेरो स्टडी पिरियड हुन्छ अथवा कन्सल्टेसन पिरियड हुन्छ। म दिनमा एभरेजमा 5 घन्टा सुत्छु। अनि कस्तो भनेदेखि मैले जुन कुरा गर्नुपर्छ भन्ने लागेपछि ज्यान दिएर लाग्छु। अब त्यो हिसाबले चाहिँ अब त्यसलाई सफलता हो होइन मलाई थाहा छैन। अब फाइनेन्सियल क्यापिटल वेल्थ भन्नुपर्दाखेरि चाहिँ म अब ठ्याक्क बिलियनियर बन्ने बेला त्यो छोडेर दल खोलेर अगाडि बढिरहेको छु। अब यो यसका डिफ्रेन्ट डाइमेन्सनहरू छन्। कहिले आफ्टर अल मान्छेको के रहेछ भने सेटिस्फ्याक्सन इज द की। अन्ततः मान्छेको एउटा मात्रै चिज रहेछ, तपाईँ सबै काम र एक्टिभिटीबाट तपाईँ कति सन्तुष्ट हुनुहुन्छ भन्ने कुराले नै सबै कुरालाई चाहिँ मापन गर्ने रहेछ। त्यस कारणले म चाहिँ के छ भने मैले धेरै अपर्च्युनिटीहरू छोडेँ, धेरै अपर्च्युनिटी क्रिएट गरेँ। कतिपय कुरा प्रोजेक्टहरू अगाडि बढाउँदै छोडेँ, कतिपय कुरा नसक्दै पनि बढाएँ, कतिपय कुरा चाहिँ थाहा हुँदाहुँदै पनि रिस्क लिएँ, खाल्टो छ भन्दा गाडी हालियो। त्यस्ता धेरै कुराहरू छन्। तर आफ्टर अल म कति रिग्रेट गर्छु र कति ह्याप्पी छु भन्ने कुरामा त्यसले चाहिँ डिटरमाइन गर्ने भयो हुनाले आई एम भेरी सेटिस्फाइड विथ माई वाट एभर थिङ्स आई ह्याभ। हजुर ओके, थ्याङ्क यू सर। अनि हजुरले भन्नुभयो धेरै नै अप्स एन्ड डाउन्स, हजुरले अब्स्टिकल्सहरू फेस गर्नुभयो। यो सबैलाई चाहिँ अटुट भएर आफ्नो कामलाई अगाडि बढाउन चाहिँ तपाईँलाई केले इन्सपायर गर्यो? वाट इज यर इन्सपिरेसन फर अल दिस? यो चाहिँ म कसैको कुरा नसुन्ने अलिक घमण्डी मान्छे भएर हो। म आफू वन्स आई डिटरमाइन आई डोन्ट लिसन एनीवन। मैले जुन कुरा गर्छु भनेर गर्छु, द्याट्स इनसाइट। अनि त्यो इन्स्टिङ गाइडेड इन्साइट हुन्छ। अनि त्यो इन्साइटमा भनौँ न अब म डिपेन्ड भएर अगाडि बढ्छु।
मेन कुरा चाहिँ अब त्यो नराम्रो पक्ष हो, तर पनि त्यसलाई मैले पोजिटिभ विकसित गर्छु। मैले कसै कुरा सुन्दिनँ, त्यस कारणले अगाडि बढेपछि बढ्यो। अब दायाँ बायाँ नहेरेपछि समस्या हुँदैन। हजुर हजुर, अब हाम्रो समय पनि सकिन आँटिसक्यो। सो लास्टमा चाहिँ तपाईँ आफ्नो हामी युथहरूलाई चाहिँ के मेसेज चाहिँ कन्भे गर्न चाहनुहुन्छ? युथहरूको चाहिँ के चाहिँ अब पछिल्लो समय मैले हेर्दाखेरि युथहरूमा डिसिप्लिनको अभाव छ। डिसिप्लिन बिना चाहिँ अनुशासित नागरिकले मात्रै देश बन्छ। पैसा हुनु मात्रै देश विकसित हुनु होइन, अथवा देशको इकोनोमी हुनु मात्रै देश विकसित हुनु होइन, तपाईँले जागिर पाउनु मात्रै देश विकसित हुनु, तपाईँको पकेटमा पैसा हुनु मात्रै विकसित हुनु होइन। विकसित हुनलाई अनुशासित हुनु जरुरी छ र एकदम स्टेबल हिसाबले सोध्नु जरुरी छ। देशमा अपर्च्युनिटी नै छैन, केही पनि छैन भनेर उल्टो कुरा खेद्ने अनि बाहिर गएर चाहिँ भाडा मान्ने, त्यो देशमा भरको रगत पसिना बगाउने त्यो देश बनाउनु भन्दा देश बनाउनु लाग्यो। देशमा हरेक कुरा पोसिबल छ। नेपालमा खाना नपाएर मान्छे मरेको सुनेको छैन। कतिपय देशमा भोकमरीले मान्छे मर्छन् होइन। त्यसकारणले के छ भने मेहनत गर्ने हो भने देश स्वर्ग छ। अर्को कुरा, तपाईँ क्रिएटिभ छु भन्ने आफूलाई लाग्छ भने देश नछोड्नुहोस्। त्यो तपाईँको क्रिएटिभिटी त देश बनाउनमा लाग्नु पर्यो नि त, अर्का देश बनाउनु गएर भएन नि त। त्यस कारणले म एउटा नयाँ युथ मासलाई के भन्न चाहन्छु भनेदेखि तपाईँ हामी मिलेर देश बनाउने हो। अभियसली गाह्रो छ, तर देशमा मजा छ। तपाईँले दुःख गरेकोमा गर्व छ नि त होइन। तपाईँ 10 वर्ष दुःख गर्नुभयो, देशलाई यो कन्ट्रिब्युट गरेँ भने। तपाईँ कतार बनाएर आउनुभयो, तपाईँ के गर्व गर्नुहुन्छ? दुबई बनाएर आउनुभयो, के गर्व गर्नुहुन्छ? अर्काको अर्डरमा गएर भित्तो प्लास्टर गरेर आउनुभयो, इँटा बोकेर आउनुभयो, डोजर चलाएर आउनुभयो, के गर्व गर्नुहुन्छ? त्यही चिज नेपालमा गरेको भए त गर्न पाइन्थ्यो नि। मैले बनाएको मेरो देश, मैले बनाएको यो सहर, मैले बनाएको पुलहरू, मैले बनाएको यी महलहरू भन्न पाइन्थ्यो नि त। विदेशको देशमा बनाएर के हुन्छ होइन? अमेरिका बनाउनु होला, अस्ट्रेलिया बनाउनु होला, युके बनाउनु होला, के मजा भयो त त्यसले। त्यस कारणले देशमा केही गरौँ ताकि दुःख गरे पनि सफल असफल जे भए पनि मैले मेरो देशको लागि यति गरेँ भनेर गर्व गर्न पाइन्छ। त्यो ठुलो कुरा हो जस्तो लाग्छ मलाई। हजुर थ्याङ्क यू सो मच सर फर यर भ्यालुएबल टाइम अनि एकदमै इन्सपायरिङ थट्सहरूको लागि। अनि मैले यो मिटिङमा चाहिँ हाम्रो सिनियर बिजनेस स्ट्राटेजिक एडभाइजर मिस्टर टङ्क लाई अनि त्यसपछि मिस्टर विवेक मण्डललाई पनि पाएको छु। सो उहाँहरूलाई इफ आफ्नो केही धारणा व्यक्त गर्नु छ भने यस, द स्टेज इज अल योर्स। हजुर हजुर नमस्कार सबैलाई, गुड इभिनिङ शम्भु सर एन्ड अल अफ यु। मेरो खासै त्यस्तो त केही छैन है। मैले पनि आइम जस्ट लिसनिङ अल अफ योर प्रोग्राम टुडे। मैले सबै सुने है, एकदमै मजा आयो सुन्नलाई। म सुरुदेखि नै अन्तिमसम्म थिएँ र तपाईँले जुन किसिमको क्वेसन गर्नुभयो शम्भु सरले एन्सर दिनुभयो, आई रियली एप्रिसिएटेड बोथ अफ यु। मैले पनि धेरै कुरा लिसन गरेँ, किनकि लर्निङ इज नेभर इन्डेड क्या। म जहिले पनि विद्यार्थी हुँ लर्निङको लागि। र मैले समटाइम आफूलाई फुर्सद हुँदा यस्तो तपाईँहरूले काहीँ कसैले जसले गरे पनि म सुनिरहेको हुन्छु क्या। किन आफू अपडेट हुने, सुन्ने कुराहरू, कहिले न्युज होला, कहिले पढ्ने कुरा होला, त्यसो शम्भु सरले पनि भन्नुभयो। किन आफूले लर्निङमा चाहिँ कहिले पनि यो पार हुने कुरा होइन है, हरेक दिन नयाँ नयाँ कुरा आउँछ होइन। त्यसले गर्दा मलाई निकै खुसी लाग्यो, आजको सेसन प्रभावकारी लाग्यो। र तपाईँहरूलाई शम्भु सरलाई यत्रो समय आफ्नो व्यस्तताको बावजुद पनि समय दिनुभएकोमा एकदमै खुसी लाग्यो। मैले उहाँलाई सुन्ने अवसर पाएँ। ल नानीले सुप्रीति लामिछानेजीले पनि मजाले क्वेसन सोध्नुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छु। र सबैलाई धन्यवाद दिँदै मैले तपाईँको आजको सेसनबाट धेरै कुरा सिक्ने बुझ्ने अवसर पाएँ। म यति भन्न चाहन्छु। धन्यवाद, शुभरात्रि, शुभ सन्ध्या।